एकजना म्याम होइन एकजना दुईजना हुन्छ तर धेरैजनादेखि अरूहरू रेडमा बसिरहेको हुन्छ अरू कामहरू हुन्छ सपोज अहिले डक्टर मोनिसमा चाहिँ ट्रियाज अफिसर हुन्छ उहाँको काम के हो त हामी यहाँ 25जना छौँ सबैजना ट्रियाज गर्नु पाउनुहुन्छ फर्स्ट भिक्टिम चाहिँ उहाँ हुनुहुन्छ ठिक छ अब फर्स्टमा के गर्नुपर्छ त आर होइन के हेर्नुहुन्छ सबसे पहिला डक्टर मोनिसमा उहाँको सास फेरेको छ या छैन छैन ओके सपोज सास फेरेको छैन अब के गर्ने हेर्नुहोस् त तपाईँहरूको आफ्नो अल्बम हेर्नु अनि युज टु हुन्छ सास फेरेको छैन भने के गर्नुपर्ने रहेछ ओके सो सिम्पल मनेभर होइन सो सिम्पल मनेभर जस्ट गरी हेर्नु त्यति मात्रै सपोज यति गरेपछि सास फेर्नु थाल्नु भयो जस्तै अहिले नर्मल अब यो के क्याटेगोरी भयो त अघि सास फेरेको थिएन के गरेपछि मात्र सास फेऱ्यो भनेपछि एकदमै साह्रो छ नि त हो भनेपछि यो के क्याटेगोरी भयो त रेड तुरुन्तै इमर्जेन्सी पठाउनु पर्यो अब उसलाई इन्टिमेट गर्नु पर्ला कि एलएमए हाल्नु पर्ला तुरुन्तै के गर्नु पर्यो नि बुझ्नु भयो नि एउटा अप्सन ओके सो पेसेन्टले सास फेरेको छैन सिम्पल मनेभर गरेपछि सास आयो के भयो त के क्याटेगोरी भयो रेड अब अर्को सिनारी त सास फेर्नु भएको छैन बिरामीले सिम्पल मनेभर गर्नुहुन्छ तर यति गरेर पनि सास आएन अब रेड अर्को 20 जना हुनुहुन्छ भनेको मतलब ब्ल्याक एमसीआईमा यो ब्ल्याक हुन्छ एमसीआईको अवस्थामा है त रेगुलर चाहिँ हुँदैन रेगुलर त हामीले लगेर के गर्न मिल्छ यसो हेर्छौँ अझै गर्छौँ एमसीआई अर्को 30-40 जना तुरिरहेको छ यसो गर्दा नि सास फेरेको छ सासै फेरेको छैन भने के भयो त त्यो ब्ल्याक क्लियर भयो अहिलेसम्म ओके सो अब अब त ग्रिनमा राख्ने हो हजुर सास फेरेर फेरि अर्को भित्रतिर चेक नगर्ने छोड्दिने फेरेको छ भने चाहिँ भित्र लगेर चेक गर्छ उनीहरूले के गर्न सक्छन् भित्र रेड एरिया भित्र चेक नगर्ने यता चियाजमा नगर्ने यदि सास फेरेकै छैन भने छँदै सबै हो हामी सबै हामी हामी कुरा गर्छौँ स्टिकर रेस्पिरेसन प्रब्लम भएको छैन सास लिनु भयो जब फर्स्ट पनि लिनु भयो पल्सेसन छ हामी के पनि हेर्दैन सक्यो नहेर्नु रेस्पिरेसन छैन सास हामीले गर्दा पनि फेरिरहेको छैन होइन सासै फेरिरहेको छैन ब्ल्याक एमसीआईको अवस्थामा होइन अरू बेलामा आएको तर धेरै 30 जना कुरेको 30 जना कुरेको क्याजुअल ठिक छ ओके सपोज सास फेर्नु भएको छ भने अब मैले ग्रसले के हेर्छु त सास छिटो छ कि ठिकै छ ओके 1 मिनटसम्म काउन्ट गर्नु तसै अहिले उहाँको कस्तो छ छिटो भनेपछि भयो पुग्यो फेरि अब उहाँलाई कहाँ पठाउँ त रेड सपोज नर्मल सास फेर्नु भएको छ लेस देन 30 भनेर डिमार्केसन राखेको छ तर हेर्दै थाहा हुन्छ नि त कम्फर्टेबली सास फेरेको उहाँलाई के गर्नु अब त्यसपछि ट्रान्सफर त्यति भइसक्यो त रेस्पिरेसन मात्रै अरू नहेर्ने अघि के कन्सेप्ट अब रेस्ट आर ठिक छ अब हामी केमा जान्छौँ बल्ल पीमा जान्छौँ बुझ्नु भयो नि बुझ्नु भयो है सपोज उहाँ सास फेर्नु भएको छ नर्मल सास फेर्नु भएको छ अब हामी पी ठिक छ ओके पीमा के हेर्ने लेखा छ हेर्नुहोस् त हाम्रो यो बुझ्नु भयो नि है रेस्पिरेसन अब हामी के गर्छौँ पल्स पल्स र क्यापिलरी टाइम कसरी गर्ने अघि हजुरले गरिसक्नु भएको छ सपोज अक्सिमिटर कहाँ छ भन्न पाइएन ओके भन्न पाइएन सो यदि पल्स छैन